नमस्कार। आज हजुरहरु समक्ष एउटा कविता लिएर आएको छु। कविता सुनेर के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला भन्दै म कविता सुरु गर्दैछु है त। कविताको शीर्षक रहेको छ स्वर्गको रित्तो ढोका। कविता यसरी सुरु हुन्छ। सानैदेखि सुनेको एउटा कथा थियो, राम्रो गर्नेहरू स्वर्ग जान्छन् अनि नराम्रो गर्नेहरू नर्क। मैले वर्षौसम्म त्यो काल्पनिक स्वर्गको नक्सा कोरे, जहाँ दुधका नदीहरू बग्छन् रे, जहाँ कहिल्यै साँझ पर्दैन रे। तर आज उमेरको यो मोडमा आइपुग्दा मलाई ईश्वरसँग एउटा प्रश्न सोध्न मन लागेको छ। हे सृष्टिकर्ता, आखिर कसको लागि बनायौ त त्यो स्वर्ग? म यहाँ पुण्यको खेती गर्नेहरूको भिड त निकै ठुलो देख्छु। मन्दिरका घण्टाहरू पनि जोडले बजिरहेकै छन्, तर ती पवित्र देखिने सेता लुगाहरूभित्र अनि ती चन्दनले सजिएका निधारहरू पछाडि पाप नगर्ने यहाँ को छ र? कसैले कसैको सपना चोरेर पाप गरे, कसैले कसैको भरोसा तोडेर पाप गरे। यहाँ त हरेक मान्छेभित्र एउटा सानो अँध्यारो लुकेको छ, जुन उनीहरू संसारबाट त लुकाउँछन् तर आफैबाट लुकाउन सक्दैनन्। कुनै पाप रहरले हुन्छन् त कुनै बाध्यताले। कसैले पेट पाल्न झुट बोले त कसैले इज्जत बचाउन। यदि स्वर्गको ढोकामा उभिएर तपाईले दुधले नुहाएको मान्छे खोज्नुभयो भने मलाई डर छ ईश्वर, कि तपाईको त्यो स्वर्ग सधैँ रित्तै रहनेछ। यहाँ त हरेक ओठले कहिले न कहिले विष ओकलेकै छ, हरेक हातले कहिले न कहिले कसैलाई ढकेलेकै छ। के पुण्यको एउटा सानो थोपाले पापको यो विशाल समुद्रलाई पखाल्न सक्छ र? त्यसैले भगवान त्यो स्वर्गको ढोकाहरू अलिक खुकुलो बनाइदिनु, त्यहाँ जानको लागि सिद्ध हुनुपर्ने नियम हटाइदिनु, किनकि हामी मान्छे हौं गल्तीका पुतलाहरू। हामीभित्र ईर्षा छ, लोभ छ, क्रोध छ र अलिकति प्रेम पनि छ। यदि तपाईले केवल निष्पापहरूलाई मात्र स्वर्गमा राख्नुभयो भने त्यो ठाउँ कुनै सुनसान मरुभूमि जस्तो हुनेछ। स्वर्ग त तब सुन्दर हुन्छ जब त्यहाँ हाम्रा गल्तीहरूलाई माफी मिल्छ, किनकि यो धरतीमा पाप नगर्ने कुनै छ र? धन्यवाद।